हामी चाहिँ एक हप्ताको लागि एकैचोटि बजार गर्छौं, त्यो पनि सोमबारे बजारबाट। एकदमै सस्तो पनि हुन्छ अनि फेरि हप्ताभरको लागि टेन्सनै हुँदैन। हस्बेन्डले चाहिँ ड्युटीबाट आएर बजार जानुभयो अनि त्यसपछि बजार गरेर आएर सामानहरू घरमा राखिदिनु भयो। त्यसपछि पानी लिन भनेर जानुभयो। पानी चाहिँ आफू लिएर आउँदाखेरि चाहिँ 10 टकामा बोतल एउटा अनि उनीहरुलाई नि ल्याइदिन भन्दाखेरि चाहिँ 30 रुपैयाँ लिन्छन् घरसम्म ल्याएको। र यता अब मेरो पागरमा चाहिँ पुरा बजार लागिरहेछ। अब यो बजार चाहिँ मैले सिजिल गर्नु पर्यो। सबै थोक सामानहरू आफ्नो आफ्नो जग्गामा सिजिलले राख्नका लागि थोरै टाइम लाग्दैन हैन भन्नु त। मिठाई पनि ल्याइदिनु भयो त्यो गुड छोरीका लागि अनि उ पनि खानुहुन्छ हस्बेन्ड पनि अनि त्यो पनि राखिदिए। क्यारी ब्याग सुत्दै त्यहाँमा भराएर राखिदिए क्यारी ब्याग गन्दा हुँदैन भनेर। त्यसपछि अब फ्रिजमा राख्ने जति सामानहरू एउटा एउटा गरेर फ्रिजमा मिलाएर राख्दै थिए। सब्जीहरुमा सबैभन्दा राम्रो चाहिँ सजिना अरे भनेर हस्बेन्डले एउटा भिडियो देख्नु भएछ र त्यहाँदेखिबाट चाहिँ घरमा प्राय नै सजिना ल्याउन थाल्नु भएछ। मेरो झाडु चाहिँ फ्रिज पिछाडी झरेछ अनि मैले हस्बेन्डलाई भने यो निकाल्दिनु न भने उले कति सजिलो निकाल्नु। मैले दिनभरि ट्राई गर्दा पनि सकिन अनि फेरि फ्रिज सार्न पनि सकिदैन, एकदम ठुलो छ। र त्यसै बीचमा खानाहरु बनाइ त मैले सकिरथे तर अनि सब्जी तताउनु पर्यो डेरी भयो अब चिसो भयो भनेर तताउन खोजे कि सिलिन्डरै सकिएछ। अब अर्को त स्टकमा थियो तर म गर्न जान्दिन फिटिङ गर्न, त्यो चाहिँ मेरो एउटा सानो प्रब्लम छ। र हस्बेन्डलाई बोलाए फिटिङ गरिदिनु भयो। अनि यता हामीहरूको खानामा चाहिँ थियो चाम्रे भात, आलु भिन्डी भाजी अनि बिलाईको अचार र बोगडीको अचार। बोगडी त मैले राजस्थानबाट ल्याएर घरमै अचार हालेकी थिएँ, त्यो त देखाइले थिएँ हजुरलाई। र यता दुईजना बुढाबुढी मिलेर गफ गर्दै खाना खाँदै गरेको थियौँ। खाना खाइसकेर बर्तनहरू त साफ गर्नु पर्यो नि, कति फटाफटी बर्तन साफ गर्दैछु हेर्नु नि। अब घरमा त खाने 3 जना मात्र छौं तर थालबटुका चाहिँ बेसिन भर्ती हुन्छ नै। राति हामी 3 जनाकै पानी पिउने आदत छ अनि 1 बोतल पानी त राख्नै पर्छ, पानी नभई त हुँदैन। गाइस म चाहिँ आज हजुरलाई मेरो नाइट रुटिन टोटली जे म गर्छु त्यो सेयर गर्दै छु है ल। मैले हिजोको भिडियोमा भनेकी थिएँ कि कपडाहरू धोइरथे भनेर मैले सिरानीमा कभरहरू चाहिँ लाकै थिइन अनि त्यही लगाउँदै थिएँ। त अब सुत्ने खेलामा अल्छी लाग्छ हैन दिउँसो यी सब कामहरू गर्न, मलाई चाहिँ एकदम अल्छी लाग्छ। हजुरलाई चाहिँ लाग्छ कि लाग्दैन कमेन्ट गरेर भन्नु होला है। लेडिजलाई सोधेकी नि र यता कभरहरू लगाएर त्यसपछि हस्बेन्ड मलाई के भनेर जिस्काइराख्नु भइरहेको थियो। मलाई चाहिँ जिस्कायो भने रिस उठ्छ के अनि फेरि कस्तो चालले भन्नुहुन्छ। अनि त्यसपछि मैले यता हस्बेन्डले बजारबाट जेलेपी ल्याइदिनु भइरहेको थियो, त्यही जेलेपी खाएर 1 गिलास पानी पिएँ। अब मैले खाएको देख्दाखेरि छोरीलाई पनि चाहियो अरे जेलेपी अनि छोरी पनि आइन्, उनलाई पनि दिएँ। एउटा दुईटा दिएको हुँदैन अरे, उनलाई चाहिँ उसका बाबालाई पनि लगिदिन्थे अरे। क्यारी ब्यागमा छैन अनि त्यो टुकुरा टुकुरी पनि मैले हाल्दिएँ। त्यसपछि किचनको लाइट अफ गरेँ। अब आफ्नो रुटिन हो यो चाहिँ हैन। अनि मेन डोर लक गरेँ, पर्दाहरू मिलाएँ, लाइट अफ गरेँ दुईतिरकै। सो हुन्छ त गाइस आजको ब्लग यही